नमस्कार। तीनधाम तीर्थयात्राको 15औं दिनको दिन हामी आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी भगवानको दर्शन गर्न जान तयार भयौं। हामीलाई लिन हाम्रो जीप राति 2 बजे नै आइसकेको थियो। अघिल्लो दिनै हामी आएर होटलमा बसी जीप रिजर्भ गरिसकेका थियौं। त्यही अनुरूप हामीलाई 2 बजे हाम्रो जीप हामीलाई लिन आइसकेको थियो। 2 बजे जीप आउने भइसकेपछि 1 बजे नै उठेर नुहाई धुवाई सकी आफ्नो नित्य कर्म सकी हामी तल ओर्लिसकेका थियौं र गाडीमा हामी चढ्यौं। गाडीमा चढ्दा साथै हामीलाई हाम्रो चालकले चाहिँ आफ्नो नम्बर अनि गाडी नम्बर त्यसै गरेर उहाँको नाम सहितको सानो कार्ड दिनुभयो। हामी सबैले यो जतन गरेर राख्नु है भन्नुभयो र हामी सबैले जतन गर्यौं र जाने बेलामा हामीले हाम्रो एजेन्सीले दिनुभएको कार्ड अनि होटलको नाम पनि लिएका थियौं र चालकले भन्नुभयो यहाँहरु हराउनु भयो छलिनु भयो भने चाहिँ पुलिसलाई भनेर यो नम्बरमा कल गर्न लाउनुस् है म लिन आउँछु भनेर भन्नुभएको थियो र त्यसपछि हाम्रो गाडी अगाडि बढ्यो र हाम्रो गाडीमा चाहिँ हामी 8 जना चढेका थियौं र प्रत्येक हामी एकजनाको चाहिँ 1000 रुपैयाँ आइसी हामीले तिर्नु पर्ने थियो। त्यो हाम्रो चालकलाई दिनभरिको पैसा थियो र हाम्रो गाडी हिँडेको करिब 1 घण्टा चान्चुनमा चाहिँ यो पहिलो चेकिङ पोइन्टमा हाम्रो गाडी रोकियो हाम्रो चेकिङको लागि। त्यसमा चाहिँ हाम्रो गाडी पनि चेक भयो र हाम्रो ब्याग हाम्रो शरीर सबै चेकिङ भयो र हामीलाई सबै ओरालेर नै यसरी चेकिङ गर्ने रहेछ हैन। र यो चेकिङ यो भिड देख्दाखेरि चाहिँ हामीलाई यस्तो लाग्यो ओहो यहाँ त यति धेरै भिड छ भने मन्दिर कति धेरै भिड होला। यो सबै मन्दिर जाने भिड थियो। यतिखेर बिहानको 3 बजेर 14 मिनेट गएको थियो। 3 बजेर 14 मिनेटमा त यति धेरै भिड हुन्छ भने मन्दिर भिड कस्तो होला भनेर हामीले अनुमान लगाइसकेका थियौं। तर पनि हाम्रो मनमा यस्तो दृढ विश्वास थियो कि यहाँसम्म आइसकेपछि पक्कै पनि हामीलाई तिरुपति भगवानले चाहिँ दर्शन दिनुहुन्छ, उहाँको विग्रहको हामीले दर्शन पाउँछौं भनेर हामीले चाहिँ विश्वास लिएका थियौं। त्यही अनुरूप हाम्रो चेकिङ सकिसकेपछि चाहिँ हाम्रो गाडी अगाडि बढ्यो र करिब 1.5 घण्टा अगाडि गइसकेपछि हाम्रो गाडी रोकियो र हामीलाई हाम्रो चालकले भन्नुभयो अब यहाँहरुको मोबाइल अनि जुत्ता चप्पल सबै यही गाडीमै छोडेर अब लाइन बस्न जानुस् यहाँहरु भन्नुभयो र त्यही अनुरूप हामी गाडीबाट ओर्लियौं जुत्ता चप्पल त्यही राख्यौं उहाँलाई फोन जिम्मा लायौं र लाइन बस्न तुफान कुद्यौं। त्यतिखेर भिडियो खिच्न पाएको भए कति मजा हुन्थ्यो है। अब फोनहरु केही लान नमिल्ने पैसा मात्रै आफूसँग थियो अनि त्यसपछि कुद्यौं हामी यस्तो धेरै कुद्यौं कि करिब हामी मन्दिर जानको लागि चाहिँ 3 किलो 3.5-4 किलोमिटरै पर होला है अनुमान। त्यो अनुमान त्यति परबाट चाहिँ हामी लाइन बस्नको लागि कुदेका थियौं र कुद्दै जाँदा त यति धेरै कुदिसक्यौं हैन र फाइनली मन्दिर नजिकै अलिअलि नजिक आयौं र त्यसपछि के भयो म यहाँलाई अर्को भिडियोमा भन्छु है त।